हिम स्टार ऊर्जा कम्पनीले जेठ 30 गतेदेखि आयोजना प्रभावित र स्थानीय वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले 11 करोड 19 लाख रुपियाँ बराबरको आइपिओ सर्वसाधारण र वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासन गर्नेछ। यो आइपिओ वैदेशिक रोजगारीमा रहेकाहरू र स्थानीय प्रभावितहरूको लागि हो, सर्वसाधारणको लागि फेरि खुल्नेछ। स्थानीयले प्रति किता 100 रुपियाँको दरले 1,86,500 किताका लागि आवेदन दिन सक्नेछन्। यसमा ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर 8 साबिक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर 2 साबिक गोली गाविस वडा नम्बर 1, 2, 3, 4, 5 का स्थानीय बासिन्दाहरूले यो आइपिओमा आवेदन दिन सक्नेछन्। स्थानीय प्रभावितहरूले यो आइपिओ एकदमै छुटाउनै हुँदैन, यो एउटा मौका हो। सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको 10% उनाउने 93,25,000 रुपियाँ बराबरको सेयर वैदेशिक रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो, जसअनुसार प्रति सेयर 100 रुपियाँ अङ्कित मूल्यमा 93,250 किता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन भएको छ। आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 10,000 किताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले असार 13 गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि यही असार 13 गते बिक्री बन्द हुनेछ र असार 13 गतेसम्म वैदेशिक रोजगारमा रहेका साथै स्थानीय प्रभावितहरूले यो आइपिओ भर्नुहोला र यो आइपिओ भर्न एकदमै छुटाउनै हुँदैन। वैदेशिक रोजगारीहरूका नेपालीहरू जति पनि हुनुहुन्छ तपाईँहरूले 10 किताभन्दा माथि कति हुन्छ मिलाएर भर्नुहोला। स्थानीयहरूले पनि तपाईँले राम्ररी भर्न सक्नुहुन्छ, किनभने यो आइपिओ स्थानीय प्रभावितहरूको लागि अलि बढी नै पर्ने हुन्छ। त्यसैले तपाईँले आवेदन दिँदाखेरि आफू सक्दो 200-300 किताका लागि पनि दिन सक्नुहुन्छ र अन्य सर्वसाधारणको लागि भने यो आइपिओ फेरि छिट्टै स्थानीय प्रभावितहरूको र वैदेशिक रोजगारीहरूका नेपालीहरूले भरेको आइपिओको रिजल्ट आएपछि सबैको लागि खुल्नेछ। आइपिओ सम्बन्धी र सेयर सम्बन्धी जानकारीले यो च्यानल सब्स्क्राइब गर्नुहोला।